सार्वभौम संसदको रोस्ट्रममा उभिएर प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रघाती अभिव्यक्ति दिँदा हरेक नेपालीको शिर निहुरिएको छ। प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिले नेपाल भारत सम्बन्धमा नयाँ बहस र कूटनीतिक चासो मात्र उत्पन्न गराएको छैन, प्रधानमन्त्री बालेनको राष्ट्रवादी छवि पनि धुमिलिएको छ। भारतले नेपाली भूमि मिचेको विषयमा संसदमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले आइतबार भने नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको रहेछ। उनको यो अभिव्यक्ति केवल आन्तरिक राजनीतिक विवादमा सीमित नभई छिमेकी राष्ट्रसँगको सम्बन्धमा समेत प्रभाव पार्न सक्ने भन्दै विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। भारतको अचाक्ली गुलामी गर्नु बाहेक अर्को कुनै सन्दर्भ नभएको टिप्पणी हुन थालेको छ। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय समुदायले कहिलेकाहीँ एक अर्काको भूमिमा खेती गरेका घटना विगतमा सार्वजनिक हुँदै आएका छन्, तर विज्ञहरूका अनुसार त्यस्ता घटनालाई राज्य स्तरको अतिक्रमण मानिँदैन। प्रधानमन्त्रीको अभिव्यक्तिले भने यही स्थानीय अभ्यासलाई राज्यको नीति वा व्यवहारका रूपमा प्रस्तुत गरेको संकेत दिएको भन्दै आलोचना भइरहेको छ। सीमाविद बुद्धिनारायण श्रेष्ठले नेपालले भारतीय जमिन कहीँ कतै पनि नमिचिएको बताए। नेपालले भारतको सीमा मिचेको कतै पनि छैन, तर यहाँ बुझ्नुपर्ने एउटा प्राविधिक कुरा के छ भने नेपाल र भारत बीच 1880 किलोमिटर लामो सीमा रेखा छ र नेपालका 26 वटा जिल्ला भारतको सिमानासँग जोडिएका छन्। उनका अनुसार यति लामो सिमाना भएका कारण कतिपय ठाउँमा खेती कमाई गरिएको जमिनको हकमा क्रस होल्डिङ अक्युपेसन भएको छ। क्रस होल्डिङ अक्युपेसन भनेको सीमावर्ती क्षेत्रका जनताले एक अर्काको भूमि भोग चलन गरिरहेको अवस्था हो। खोलाहरूले धार परिवर्तन गर्दा यस्ता समस्या धेरै स्थानमा हुन सक्ने भए पनि यसलाई नै सीमा अतिक्रमण भन्न नमिल्ने श्रेष्ठको भनाइ छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिका प्राध्यापक खड्ग केसीले प्रधानमन्त्रीको अभिव्यक्तिलाई अप्रमाणित र कूटनीतिक रूपमा अनुचित बताएका छन्। अहिलेसम्म भारतीय पक्षले समेत नेपालले आफ्नो भूमि मिचेको औपचारिक रूपमा भनेको छैन। यस्तो संवेदनशील विषय प्रधानमन्त्रीले प्रमाण बिना संसदमा उठाउनु हुँदैन, उनले भने। उनका अनुसार यस्ता अभिव्यक्तिले भविष्यमा नेपालकै आधिकारिक अडान कमजोर हुन्छ। नेपाल भारत सम्बन्धका विभिन्न पक्षमा अध्ययन गर्न गठन गरिएको नेपाल भारत प्रबुद्ध समूह ईपीजी का सदस्य डाक्टर राजन भट्टराईले पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई गम्भीर कूटनीतिक त्रुटि बताएका छन्। भारतले कहिल्यै तपाईहरूले हाम्रो भूमि मिच्नुभयो भनेर भनेको छैन। यस्तो विषय प्रधानमन्त्रीले रोस्ट्रमबाट उठाउनु अत्यन्तै गम्भीर कुरा हो, उनले भने। उनका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिले भविष्यमा भारतलाई नयाँ दाबी गर्ने आधार दिन सक्छ, जसले नेपालको भौगोलिक अखण्डताको मुद्दामा असर पार्न सक्छ। यति मात्र होइन, प्रधानमन्त्रीले नेपालको सीमा विवादलाई लिएर तेस्रो पक्ष उल्लेख गरेर थप विवादित बनाएका छन्। प्रधानमन्त्रीले सीमा विवाद समाधानका सन्दर्भमा इंग्ल्यान्डको भूमिका उल्लेख गर्दै द्विपक्षीय विषयमा तेस्रो पक्ष ल्याएर संवेदनशील बनाएका छन्। प्रधानमन्त्रीको यो भनाई राष्ट्र विरोधी भएको भन्दै राजनीतिक दल, सीमाविद, नागरिक समाज र सर्वसाधारणले पनि असन्तुष्टि जनाएका छन्। नेपाल भारत बीचको सीमा र सम्बन्धका जटिल विषय अध्ययन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको थियो। नेपाल तर्फबाट भेष बहादुर थापा, नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डाक्टर राजन भट्टराई, भारत तर्फबाट भगत सिंह कोसियारी, जयन्त प्रसाद बीसी उप्रेती र महेन्द्र पी लामा सदस्य थिए। त्यो प्रतिवेदनले नेपाल भारत सीमा विवाद बारे धेरै कुरा समेटेको छ। भारतीय पक्षले सीमा मिचेको तथ्य र प्रमाण बाहिर आउने भएपछि
नेपालले पटक पटक यो प्रतिवेदनको विषयमा कुरा उठाए पनि बुझ्न नमान्नुको एउटा कारण थियो। यो समूहले विस्तृत प्रतिवेदन तयार गरे पनि त्यो अहिलेसम्म भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउन सकिएको छैन। यसले सीमा विवाद समाधान प्रक्रियामा अन्योल कायम राखेको छ। रवि लामिछानेको भारत भ्रमणसँग जोडिएको समयमा प्रधानमन्त्री बिना जानकारी संसदमा जानु र भारतको पक्षमा विवादास्पद अभिव्यक्ति दिएर बाहिरिनुमा सत्ता राजनीतिको रणनीतिक चाल हुन सक्ने अनुमान समेत गरिएको छ। प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति यस्तो समयमा आएको छ जब रवि लामिछाने भारत भ्रमणमा जान लागेका छन्। यी सबै कारणले यसलाई राजनीतिक रूपमा प्रधानमन्त्रीको भनाई अर्थपूर्ण बनाएको छ। रासोपाका एक सांसदले भने, विश्लेषकहरूका अनुसार भारतीय पक्षले अब यो विषयलाई वार्तामा उठाउन सक्ने सम्भावना छ। प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले 10 गजा क्षेत्रमा हुने स्थानीय स्तरका गतिविधि सन्दर्भमा टिप्पणी भएको हुन सक्ने भन्दै स्पष्टीकरण दिएको छ। यस्तो सामान्य स्पष्टीकरण पर्याप्त छैन। प्रधानमन्त्रीकै स्तरबाट स्पष्ट धारणा आउन आवश्यक छ। प्रधानमन्त्रीको अभिव्यक्तिप्रति प्रमुख राजनीतिक दलहरू औपचारिक रूपमा धेरै बोलेका छैनन्, तर आन्तरिक रूपमा कूटनीतिक विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति पार्टी लाइन भन्दा माथि हुने भएकाले यसको प्रभाव दीर्घकालीन हुन सक्ने आकलन गरिएको छ। प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि नेपालको आधिकारिक अडान कमजोर हुन सक्छ। यदि नेपालले आफैले सीमा मिचेको स्वीकारेको रूपमा व्याख्या गरियो भने भारतले त्यसलाई वार्तामा प्रयोग गर्न सक्छ। साथै द्विपक्षीय वार्ता जटिल हुन सक्छ। पहिल्यै संवेदनशील रहेको सीमा विवाद अझ जटिल बन्न सक्ने अवस्था निर्माण हुन सक्छ। नेपालले आफ्नो भौगोलिक विषयमा स्पष्टता नराखेको सन्देश जान सक्छ। यो विषयमा कूटनीतिक वृत्तमा र प्रधानमन्त्रीले संसदमै औपचारिक स्पष्टीकरण दिनुपर्छ। अभिव्यक्ति फिर्ता लिएर सीमा सम्बन्धी विषय संस्थागत धारणा अनुसार मात्र प्रस्तुत गर्नुपर्छ। परराष्ट्र मन्त्रालयले सक्रिय रूपमा कूटनीतिक पहल गर्नुपर्छ। प्रधानमन्त्रीको यो अभिव्यक्तिप्रति सीमाविदहरूले संयुक्त रूपमा खेद प्रकट गरेका छन्। सीमाविद बुद्धिनारायण श्रेष्ठ, प्राध्यापक डाक्टर पीताम्बर शर्मा, प्राध्यापक डाक्टर नरेन्द्र प्रसाद खनाल, डाक्टर जगत प्रसाद भूषाल, डाक्टर द्वारिकानाथ ढुङ्गेल र अन्तर्राष्ट्रिय सीमाविद प्रभाकर शर्मा छन्। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले आफूहरूलाई आश्चर्यचकित बनाएको बताएका छन्। उनीहरूले एकै स्वरमा भनेका छन्, आजसम्म नेपालले भारतको सीमा मिचेको भन्ने कुरा कुनै आधिकारिक निकायबाट सार्वजनिक रूपमा सुनिएको थिएन। यस्तो अभिव्यक्ति पहिलो पटक देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट नै सुन्न पाइयो। प्रधानमन्त्रीले कुन आधारमा यस्तो धारणा व्यक्त गर्नु भएको हो भन्ने बारे स्पष्ट जानकारी प्राप्त गर्न हामी इच्छुक छौं। उनीहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा नेपाल भारत संयुक्त सीमा आयोगले आफ्नो कार्यको करिब 90% हिस्सा सम्पन्न गरिसकेको जानकारी सार्वजनिक भइसकेको, तर उक्त आयोग वा अन्य कुनै आधिकारिक निकायबाट नेपालले भारतको सीमा अतिक्रमण गरेको भन्ने निष्कर्ष सार्वजनिक नभएको उल्लेख छ। उनीहरूले बरु महाकाली नदीको मुहान तथा सुस्ता क्षेत्रसँग सम्बन्धित सीमा विवादका विषयहरू अझै समाधान हुन बाँकी रहेको तथ्य सार्वजनिक रूपमा स्थापित रहेको बताएका छन्। उनले भनेका छन्, राष्ट्रको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा सीमा सम्बन्धी विषय अत्यन्त संवेदनशील र राष्ट्रिय महत्त्वका विषय हुन्। यस्ता विषयमा तथ्य र प्रमाणका आधारमा मात्र बोलिनु आवश्यक हुन्छ। उनीहरूले प्रधानमन्त्रीलाई नेपाल सरकारले आफ्नो अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा समेत जारी गरिसकेको तथ्य स्मरण गराउन गराएका छन्। तथ्य, प्रमाण, नक्सा, दस्तावेज लगायतका यथार्थ प्रमाण सहित सरकारले 2077
जेठ 7 गते लिम्पियाधुरा समेटेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिसकेको छ। यो जेठ 31 संविधान संशोधन मार्फत अनुमोदन पनि भइसकेको छ। उनीहरूले भनेका छन्, यस परिस्थितिमा प्रधानमन्त्रीले भारतले मात्र होइन नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति के कस्तो तथ्य प्रमाणका आधारमा दिनुभएको हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ। यस्ता अभिव्यक्तिले तथ्यमा आधारित स्पष्टता प्रदान गर्नुको सट्टा भ्रम सिर्जना गर्ने भएकाले हामी त्यसप्रति गम्भीर खेद व्यक्त गर्दछौं। 30 वैशाख काठमाडौँ। विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री उपस्थित नभएको भन्दै विपक्षी सांसदहरूले राजीनामा माग गरेका हुन्। आजबाट संसदमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची रहेको थियो, तर छलफलको जवाफ प्रधानमन्त्रीले दिनुपर्नेमा अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने तयारी भएपछि विपक्षी सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेका हुन्। नेकपा एमाले निकट युवा संघले पनि प्रधानमन्त्री बालेन शाहको राजीनामा मागेको छ। युवा संघको केन्द्रीय कमिटिको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको अध्यक्ष महाराज गुरुङले बताएका छन्। अध्यक्ष गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्रीले नेपालले समेत भारतको विभिन्न ठाउँमा सीमा मिचेको भन्ने भौगोलिक अखण्डतामाथि प्रश्न उठ्ने अभिव्यक्तिप्रति खेद प्रकट गर्दै आत्मालोचना आम नेपाली जनतासँग माफी तथा राजीनामा माग गरेको छ। बैठकले सुकुम्बासी बस्तीमा डोजर चलाएर व्यवस्थापन नगरेको भन्दै आपत्ति जनाएको छ। सरकार संसदप्रति उत्तरदायी नभएको बैठकले निष्कर्ष निकालेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्कराज राई साम्पाङले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। सांसद साम्पाङले भने प्रधानमन्त्रीले संसदको अपमान गरेको, संसदीय परम्पराको बेवास्ता गरेको र जनताको सार्वभौम सदनलाई कमजोर बनाएको आरोप लगाएका छन्। उनका अनुसार प्रधानमन्त्री नीति तथा कार्यक्रम प्रस्तुत हुने समयमा अनुपस्थित रहे, छलफलमा सहभागी भएनन् र संसदीय मर्यादा कायम राख्न असफल भए। साथै जनतालाई प्रत्यक्ष सम्बोधन नगरेर लोकतन्त्रमाथिको विश्वास कमजोर बनाएको पनि उनले बताएका छन्। साम्पाङले प्रधानमन्त्रीमाथि संसदीय अभ्यासको इतिहासमा कालो धब्बा लगाएको आरोप लगाउँदै उनलाई असक्षम र असफलको संज्ञा दिएका छन्। उनले प्रश्न गरेका छन्, आफ्नो धरातल बिर्सेर जनताका प्रश्नको उत्तर दिन नसक्ने र लुकेर बस्ने प्रवृत्तिले कस्तो नजिर स्थापित गर्छ। साम्पाङ भन्नुहुन्छ, न्यूनतम कर्तव्य समेत पूरा नगरेकाले नैतिकताको आधारमा प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन्। कर्तव्य पूरा नगरी अधिकार प्राप्त हुँदैन, त्यसैले नैतिकताको आधारमा राजीनामा दिए लोकतन्त्र सम्मानित हुने देखिन्छ।